ओके भर्खरै तपाईले पिताम्बर फिल्मको टिजर हेर्नुभयो नि कस्तो लाग्यो तपाईलाई टिजर हेर्दाखेरि त एकदमै खतरा भन्दाखेरि साउथ मुभीको जस्तो एक्सन छ त्यो मुभीमा यस एकदमै राम्रो लाग्यो यस्तो मुभी त नेपालमा मैले अब कहिले पनि देखेको थिएन कहिले हेर्नु भएको थिएन पहिलो चोटी हेर्दै हुनुहुन्छ भने चाहिँ कति भाग्यमानी एकदम यो त अब भाग्यमानी भन्दा पनि भाग्यमानी भयो म हजुर हजुर यस्तो एक्सन मुभी हेर्न पाउनु त धेरै अझ त्यो साउथ मुभी जस्तै क्या फिल्म पनि टिजर हेर्दाखेरि फिल्म त हेरे हैन सरी टिजर हेर्दाखेरि पुरा साउथ मुभी जस्तो एकदमै राम्रो लाग्यो मलाई त्यो त्यो साउथ मुभी जस्तो चारवटा गाडी बुङ 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 पड्केको वाला सिन छ नि त्यो कस्तो लाग्यो तपाईलाई त्यो त केजीएफ जस्तै केजीएफ मा थियो नि एक्सन हजुर 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 त्यो भन्दा पनि बवाल नेपाली मुभीमा त्यस्तो एक्सन त्यो बम ब्लास्ट जस्तो त्यो जो सिन छ नि म डाइरेक्टर त हैन मलाई त्यस्तो केही थाहा छैन मैले हेरे अनुसार त्यो बम फटकेको सिन त ओहो अनि अरु कलाकारको जस्तो अनुविक्रम साई प्रदीप खड्का अनि त्यसपछि सौगात मल्ल अनि त्यो सबै कलाकारको काम चाहिँ कस्तो लाग्यो त काम एकदम बढिया अब सबै हिरोहरु त अब नम्बर 1 नै हुन् एकदमै राम्रो लाग्यो अब फिल्म पनि एन्ट्री चाहिँ कसको दमदार लाग्यो तपाईलाई प्रदीप खड्काको एन्ट्री दमदार लाग्यो दमदार भनेपछि कतिको एक्साइटेड हुनुहुन्छ तपाई फिल्म हेर्नको लागि म त एकदमै एक्साइटेड एकदमै थ्यांक यू सो मच